ती 40 मिनेटको समय सम्झदा हाँसो आज आउँछ। स्कुलका ती दिनहरूको मूल्य आज बुझ्न थालेको छु। हातमा हात राखेर साथी बचाउन झुट बोल्यौं। याद आउँछ साथी जब सँगै बसी रमायौं। तिहारको छुट्टीमा कक्षाभित्र पटेका पड्काउँदा अर्को मिसलाई डिस्टर्ब गरी नतिजा भोग्यौं। प्रिन्सिपलको अगाडि पुरै 1 पिरियड घाममा एउटै लाइनमा उभिनु नै मित्रताको फैसला थियो। कसैको भनाइले नि नलाग्ने त्यो हल्ला। प्रिन्सिपलको छाया नै काफी थियो चुप लाग्न। क्लास क्याप्टेनलाई नै जिस्काएर सरमिस पनि छक्क पारी सँगै चोट खायौं। सम्बन्ध बाँधिएन नाताले तर बन्यो अटुट साथ। तर यो दोस्तीको नियम समयले आफैले तोडिदियो। 40 मिनेटको सजाय सम्झदा हाँसो आज आउँछ। स्कुलका ती दिनहरूको मूल्य आज बुझ्न थालेको छु। हातमा हात राखेर साथी बचाउन झुट बोल्यौं। याद आउँछ साथी जब सँगै बसी रमायौं। स्कुलको गेट खुलेपछि जसरी बाटोहरू छुटिएर गए यसै गरी हामीलाई जिन्दगीका मोडहरूले छुटिएर लग्यो। आज जिम्मेवारीले गाउँ शहरको गल्लीमा डुलाउँछ। सन्चो छ भन्ने म्यासेज मात्र साथ दिलाउँछ। धेरै दौडधुप गर्यौं तर समय किन्न सकिनौं। फेरि एकपटक सँगै बस्न यो व्यस्तताले दिएन। कहाँ गयो त्यो समय याद आउँछ ती दिनहरूको। फेरि फर्किआओस् ती दिनहरू जस्तो लाग्छ साथी। ती बेन्चमा बस्ने साथीहरूको नाम आज पनि तर तिमी कहाँ छौ? ठेगाना हरायो कता? त्यो निस्वार्थ सजावटको दिन फर्केर आउँदैन। आजको यो सजाय त्यो भन्दा धेरै दुख्छ। सधैँभरि छौ जहाँ भए पनि साथी। त्यो निरसा कहिले निर्सन्न। 40 मिनेटको समय सम्झदा हाँसो आज आउँछ। स्कुलका ती दिनहरूको मूल्य आज बुझ्न थालेको छु।
साथी